नमस्ते। आज चाहिँ हामी लटरम्मेश्वर दर्शन गर्न जाँदैछौँ। एकान्त कुनाबाट भैँसीपाटी चुनिखेल छम्पी टिका भैरव हुँदै हेटौडाको नयाँ बाटो हामी तिनधारे हुँदै हेटौडातिर लाग्यौँ। कति रमाइलो ठाउँ छ हेर्नुहोस् त। यो बागमती खोला हो। बागमती खोला वाली ललितपुर र पारी मकवानपुर हो। मकवानपुरको डाँडामा चाहिँ हुनुहुन्छ। हामी बाटोमा रमाइलो गर्दै नाच्दै गीत गाउँदै उकाली चढ्दै गर्मीमा रुखको छाहारी लिँदै हिँड्यौँ। बाटो टाढा थियो तैपनि रुखको शीतल रुखले हामीलाई शीतलता दिएकोले हामीलाई हिँड्नलाई त्यति गाह्रो भएन। हामी त धेरै रमाइलो गर्दै हिँड्यौँ। बाटो डरलाग्दो थियो, त्यसैले दिदी कति डराउँदै हिँड्नु भएको छ। तर माथि पुगिसकेपछि यो डाँडा पाखा चिसो हावाले हाम्रो थकाइ डर भोक तिर्खा सबै नै त्यही सकियो। हामीले फेरि खुड्किला ओर्लिएर फेरि अब अर्को डाँडा चढेर लटरम्मेश्वर महादेव पठान जाँदैछौँ। लटरम्मेश्वर महादेव चाहिँ सतीदेवीको जट्टापतन भएको ठाउँ हो। यहाँ चाहिँ सतीदेवीको र महादेवको एउटा सानो गुफा छ। हामीले सतीदेवीको मन्दिरमा दर्शन गऱ्यौँ। धेरै रमाइलो भयो। सतीदेवीको मन्दिरमा दर्शन गरेर जय जयकार मनाएर महादेवको गुफाको दर्शन गर्दै केटाकेटीहरू हामीहरू भन्दा पनि छिट्टो कुदी बाटोमा रमाइलो गर्दै हिँडिरहेका थिए। कहिले ओह्राली कहिले उकाली हिँड्दै हामीले लटरम्मेश्वरको दर्शन गरेर फर्किए। हामी चाहिँ सपरिवार गएका थियौँ। उहाँ चाहिँ मेरो बुवा हुनुहुन्छ। बुवा त रमाइलो मान्दै हामीभन्दा छिट्टो हिँड्नुभयो। बुवालाई थकै लागेन। हामी सहपरिवार गएको थियौँ। हजुरहरू पनि आउनै पर्ने ठाउँ छ, त्यसैले आउनु होला। कति धेरै रमाइलो ठाउँ छ यो। भगवानको दर्शन पनि हुने, प्रकृतिको सुन्दरता पनि हेर्नु पाउने, स्वस्थ हावाको महसुस पनि गर्नु पाउने, हाइकिङ पनि हुने, स्वास्थ्यको लागि पनि धार्मिक रूपमा पनि जेको लागि पनि काम लाग्ने ठाउँ रहेछ यो। र सबैभन्दा ठुलो कुरा काठमाडौँको नजिकै रहेको छ। केटाकेटी बुढाबुढी सबैजना जान सकिन्छ। बाइकमा जानुभयो भने हजुरहरूलाई 1 घन्टा हिँड्दा पुग्छ। बसमा जानुभयो भने 2.5 घन्टा जति हिँड्नुपर्छ। बिस्तारै हिँड्नेलाई छिटो हिँड्नेले त अब अलि छिटै पुग्नुहुन्छ। कहिले उकाली कहिले ओह्राली झर्दै हामीले चाहिँ लटरम्मेश्वरको दर्शन गरेर धेरै रमाइलो गरेर फर्क्यौँ। हामीले घरबाटै खाना लगेको थियौँ। तल बस चढ्ने ठाउँमा आएर खाना खाएर हामी घर फर्कियौँ। हजुर